मबाट गल्ती भयो। एकछिनको बहकावमा परे, सोच्नै सकिन यस्तोसम्म पुग्छ भनेर। गल्ती त अन्जानमै हुन्छ, तर यो त विश्वास तोडिएको कुरा हो, धोका हो। मलाई माफ गर, म बहकिएँ, तिमी टाढा भयौ, म कमजोर भएँ। छोरीहरूको लागि भए पनि एकचोटि मौका देऊ त। ठिक छ, छोरीहरूको लागि मात्र अन्तिम मौका दिन्छु। फेरि यस्तो भए म सहन्न। अब सबै ठिक हुन्छ, म बदलिएकी छु। शब्द होइन, व्यवहारले देखाऊ। तिम्रो बुढाले हाम्रो बारेमा थाहा पाएर के भन्यो? उसले एकचोटि माफी दियो। अनि शङ्का त गर्छ होला नि? तिमीसँग भेट्न आएको त थाहा छैन उसलाई? केही थाहा छैन ब? त्यो उल्लु जस्तो मान्छेलाई केही थाहा छैन हाम्रो बारेमा। पैसा पठाउँछु भनेको छ गर्छ। अब मजाले मोज गर्नुपर्छ।